ल त दर्शकबिन अब भने यहाँबाट हाम्रो केही मिटर यसरी अब 500 मिटर जस्तो छ अरे यहाँबाट चाहिँ दुईपट्टि पनि घन्टी लगाएको छ हो। घन्टी बजाउँदै जान्छु म चाहिँ साथीहरू सुई 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 हो। सुई 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 घन्टी बजाउँदै लागिन्छ। यो चाहिँ तपाईँको एकदम दामी बाटो छ उँभोतिर होइन। सुई 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 कतिले बोकेर यसरी घन्टी बजाउँदै हिँड्नेमा चाहिँ सरर उकालो गएको छ सरर। अब केही क्षणको दूरीमा हामी पनि आफ्नो गन्तव्यमा आइपुग्नेछौँ र जतिजना पनि भक्तजनहरू आउनुभएको छ सबैलाई माताले कृपा गरून्। जति भक्तजनहरू पनि यो भिडियो हेर्नुहुँदैछ सबैलाई माताले हमेसा आशीर्वाद दिउन्। अनि अहिले चाहिँ हामी चाहिँ पाथिभरा माताको छेउछाउतिर पुग्दैछौँ। अब केही क्षणमा हामी पुगिहालिन्छ। नानी रोको रहेछ हो, अचम्मै नानी रुँदैछ के भएको हो। अनि म चाहिँ यहाँ त्यहाँसम्मको चाहिँ भिडियो खिचिदिउँ भनेर सुरु गरेको। तपाईँले हेर्दै जानुहोस् है। ल जाउँ त ल